न डर लाग्यो कोरिया गएपछि चाहिँ मेरो कोरिया जाने पनि एउटा कोरिया गएपछि भन्ने एउटा थेगो जस्तो भइसक्यो उसको चाहिँ म चाहिँ के भने गाइस हेलो गाइस आज हामी गोकर्ण जाँदैछौँ सबभन्दा पहिला त वेलकम ब्याक टु माई युट्युब च्यानल आज एउटा सानो मिनी भ्लग बनाउँछु यो चाहिँ हाम्रो कान्छी दिदी मास्क लाएर उहाँ हाम्रो म्याम डक्टर नि उहाँ हाम्रो को हुनुहुन्छ हाम्रो काली रानी डन अनि हामी चाहिँ यो चाहिँ गोकर्णको ती हेलो 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 भन्नु न नमस्ते गरिदिनुहोस् न डर लाग्यो गोकर्णको ए बागमती करिडोर 0.5 बाट उनीहरूको सबै मेरो हात आइरह होला होइन दिदी अगाडि हेर्दै नि मेरो हात आएको छैन आइज देखिएछ हावा त हिजो पनि चलेको थियो आज पनि चलेन होइन र यताको सिनाम लागेर जान्छ फुट्दैनन् हो फुट्दैनन् अबुई भन्नु पर्दैन भन्न म लडिनँ बेबी झन्नै भन्नु हुँदैन नगरा बहिनी दिस इज गोकर्णको बाटो हजुर Here we go. म देखाउँछु आज त गोकर्णमा नेवारहरूको जात्रा पनि रहेछ होइन सो आज के लिएर पनि आउँदैछन् नेवारहरूको जात्रा रहेछ हजुर के हो आएर न नेवारी कल्चर लुक कल्चरल ड्रेस आज रहेछ होइन लास्ट डे महोत्सवको कति 3 गते भनेर हाल्ने त्यसमा हाम्रो दिदीको घर चाहिँ उठ्यो तर हामी अहिले चाहिँ याद छौँ तारेभिरको छेउ आइपुग्यौँ गाइस तर हामी चाहिँ यहाँ छौँ खासमा यहाँ छौँ हामी यहाँ छौँ यहाँ फेरि हाम्रो म्यामले हावा चलिरहेको छ उडायो भने पेट टेन्सन भनेर झुन्ड्याइरहेका छौँ 3-4 केजी झुन्ड्याइदियो 3 केजी साइडमा पनि यसो अलिअलि वेट भएर उडाउँदैन भनेर
दिदीको घर हामी दिदीको घर यता अगाडि छ मोमो बनाउन लागेको तर हामीले चाहिँ यहाँ मोमो बनाउन लागिरहेको छौँ होइन कृपया मोमोको आइटमहरू यहाँ बनिरहेको छ कृपया हेर्नु होला थुक्निनु होला खाने बेला त उयो मोमो मेकर उहाँ हुनुहुन्छ म यहाँ किमा बस यसले चाहिँ बनाउनु चाहिँ यसले चाहिँ बनाउनु चाहिँ ऊ त्यस्तो हुन्छ ऊ त्यस्तो हेर यहाँ मोमो भनेको यस्तो चाहिँ हुनुपर्छ क्या यस्तो भएर त यो कामै नानी राम्रो ऊ यस्तो खालको भयो भने ठिक छ है यो वाला भयो भने ठिक छ यो पल्लोवालाले चाहिँ काम गर्दैन सबै आफ्नो पारामा अनि उहाँ महारानी ल फाइनली हाम्रो मोमो पनि पाकिसक्यो अलिअलि मात्रै बाँकी छ यहाँ मोमो पाकिसक्यो मोमोको अचार मोमो खाइसकेँ मोमो कस्तो भयो जाँदा मोमो कस्तो हजुर राशि भन्दैन मोमो कस्तो भयो यहाँ गलामा गलामा आँकोपट्टि 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 घिन आउँछ कि चाहिँ क्या हामी कोठाबाट निस्किँदाखेरि अनि त्यसपछि यो सुतिरहेको थियो होइन अनि हामी आइहाल्यौँ अनि आउँछ होला भनेर अनि दिदी घर यहाँ भण्डारी चोक के अरे हनुमान चोकबाट थोरै माथि मात्रै हो अनि सुनखान जाने बाटोमा भनेर आइज न भनेको दाइ त तारै भिड पुगेछ कि कहाँ फोन गर्दाखेरि कहाँ पुगेको थिएछ दाइ त कहाँ पुगेको थिएन तारै भिडको काइलाबारीको खाजा काइलाबारीको खाजा घर पेट आएछ आज यो आमा म सबै अनि आज लास्ट होला मेबी सायद हेर्नेलाई फेरि चित्त बुझाउँछु हिम्मत छैन भन्ने टाइपको हिँड्दै हुनुहुन्छ यहाँ जानुहोस् म्याम जानुहोस् I can bring you
is Gokarna. हुन्छ ढलक ढलक पेट ढल्काउँदै मेरो फोटो खिच्दै भनेको पनि राम्रो फोटो खिच्दिनँ अहिले बरु मैले यसको राम्रो राम्रो फोटोहरू खिच्दै भिडियोहरू बनाइदिएँ What? Amma! Oh my god. के भयो रे? किन छैन बहिनी? म चाहिँ रुमबाट निस्किन पनि मन नपराउने मान्छे हो। फर्स्ट म्यान होस् हजुरसँग म्युचुअल फ्रेन्ड त कति छ कति मैले कसलाई मात्र एक्सेप्ट गर्नु मतलब म्युचुअल फ्रेन्डमा तँलाई यस्तो चल्दैन नि त नेट गएको I don't know. मलाई चाहिँ घुम्न मन लाग्दैन एकदमै काठमाडौँको पोल्युसन र त्यस्तो यस्तो एरियाहरू देख्यो भने चाहिँ फेरि एकदम राम्रो लाग्छ है एकदमै हरियाली कहिलेकाहीँ पानी पर्छ शीतल हुन्छ अनि हावा चल्दैन फेरि हावा चल्छ अनि धुलो पनि उड्छ अनि दिमाग खराब हुन्छ कहिलेकाहीँ निस्क्यो भने पनि निस्किने बित्तिकै कपाल त हेरि नसक्नुहुन्छ धुलोले त्यही भएर होइन नि मन लाग्दैन फ्रेस भएर नुहाएर निस्क्यो भने पनि म चाहिँ देखिँदैन नि तर मलाई थाहा अनि बिहान फ्रेस भएर नुहाएर निस्क्यो भने पनि साँझमा चाहिँ त्यो हुन्छ धुलै धुलो हुन्छ अनि कपाल चक्र परेको निन्द्रा पनि लाग्दैन बडीमा यस्तो धेरै इचिङ हुन्छ लाग्दैन कस्तो म चाहिँ बाहिर निस्किन खासै मन पराउँदिनँ किनकि एकदमै धेरै गर्मी बढिरहेको छ हाम्रो बडी पनि एकदमै डिहाइड्रेटेड हुन्छ र रिङ्गाट लाग्छ अनि म कति बेला ढल्न सक्छु भन्ने कुरा थाहा नै हुँदैन त्यही भएर पनि म एक्लै निस्किन प्रिफर गर्दिनँ त्यही भएर म निस्किन पनि चाहदिनँ र उहाँहरू चाहिँ फेरि दिन चाहिँ निस्किराख्नुहुन्छ उहाँ म्याडम त एकदमै धेरै निस्किनुहुन्छ उहाँको चाहिँ रुममा बास कमै मात्रामा हुन्छ अनि म चाहिँ मेरो चाहिँ बाहिर निस्किने कमै मात्रामा हुन्छ काम नपरेसम्म म चाहिँ निस्किदिनँ आज चाहिँ हामी दिदी घर गएको थियौँ मोमो बनायौँ मोमो खायौँ तर के गर्नु अनि यहाँ मोमो झोलामा बोकेर पनि लिएर आएको छ त्यो चाहिँ हाम्रो एकजना महारानी हुनुहुन्छ रुममा उहाँको लागि मोमो पनि लिएर आएको छु हामीले बस्नुभएको छ नि अनि उहाँ चाहिँ हाम्रो घरबेटी भएर बस्नु भएको छ रुम बेटी भन्दा पनि घरबेटी छ होइन घरबेटीको हो ठिकै देखिन्छ तर एकदमै धेरै टाइम बस्न नि सक्दैन यहाँ स्मेल आएर नदी साइडमा पुरै ढलहरू फालेर होइन थाहा छैन म भ्लग गरिरहेको छु कि यो पोल्युसनको बारेमा डिस्क्राइब गर्दै हिँडिरहेको छु ए त्यो भएको कति धेरै घरहरू छन् होइन अझ यो एरियामा त कमै छ काठमाडौँमा यति धेरै घरहरू छ यति धेरै घरहरू छ कमसेकम एउटा मेरो भइदिएको भए के हुन्थ्यो त केही जान्थ्यो भगवान् तर के गर्नु यहाँ एउटा रुम पनि पाउन गाह्रो छ मलाई चाहिँ एउटा रुमको एकदमै आवश्यकता छ त्यसैले कृपया हामीलाई रुम खोजिदिनु होला धेरै धेरै घरहरू भएर के गर्नु हामीले एउटा रुम सबै पाउन सकेको छैन हामीभन्दा पछि आएको मान्छेहरू 2-3 चोटि सरिसक्यो होइन र हामी चाहिँ 1-2 वर्षदेखि कोठा खोज्दै त्यहीँसम्म अहिलेसम्म सर्न सकेको छैन त्यही भएर नि हामीलाई घरजहरूले एकदमै धेरै हेर्छन् कराउँछन् सरस्वती मन्दिर मेरो कोरिया जाने पनि एउटा कोरिया गएपछि भन्ने एउटा थेगो जस्तो भइसकेको चाहिँ म चाहिँ के पनि भन्न चाहन्न म कहिले जानुहुन्छ जानुहुन्न त्यो फिक्स पनि छैन तर के गर्नु यहाँ बस्नुजेल त राम्रोसँग बस्नै पऱ्यो होइन ठिकै छ भनौँ